म्याथ सिक्ने भए ल साक्यो मेरो दिमागै त्यस्तै हो कि के हो म्याथ सिक्ने भए अलि नजिक आएर कहाँ मा कि भनौँ भने घर परिवार रिसाउनु डरेर गीत सुन्नु पनि डर्छ यस्तो चले कि आर्टिस्ट छन् म्याथ सिक्ने भए मुला सागहरू म्याथ्स सिक्न गणित विषय सिक्न आऊ भनेर चाहिँ कहाँ म्याथ सिक्न आऊ भनेपछि के जानी यस्तो गीत गाउने यार भाइरल हुनलाई म्याथ सिक्ने भए सबलाई जित्ने भए ट्युसन पढाइदिन्छु बेलुका घरमा आए यु आर नटी बोय कस्तो ट्युसन हो फेरि बेलुका घरमै आउनुपर्ने घरमा आएर सिकाउनु नमिल्ने हो फेरि यस्तो ट्युसन अन्त खुट्टा उठाइदिएको छ घरै आउनु पर्ने होला त्यो पनि बेलुका फेरि अगाडि हेरौँ है अब यु आर हट्टी बोय यु आर नटी बोय यु आर नटी बोय अनि यो कस्तो म्याथ सिक्ने बेला सरी ल गणित सिक्ने बेला अनि कहाँ खुट्टा काँधमा राखेर के जोड्न खोजे अब यो म त कुरै बुझ्दैन यो घटाउनु खोजे टक्क होइन यो खुट्टा त्यहाँ काँधमा राखेर त जोड्नै खोजेको यो निश्चय पनि गणितमा पनि जोड सिकाउनु खोजेको रहेछ ल ठिकै छ तर म्याथ सिक्न आऊ भन्न चाहिँ नभएर राम्रोसँग म्याथ सिक्न आऊ अथवा गणित सिक्न आऊ भन्नुपर्छ नि त कहाँ त्यहाँ